बारेमा त्यहाँबाट पनि पैसा उठ्छ है है त्यो सन्चो हुन्छ त्यस्तो टेन्सन नलियो है सन्चो हुन्छ म हालिदिन्छु 2 लाख रुपियाँ है मैले उपचार राम्रोसँग पाएको छैन दाइ त्यही भएर मेरो हातको औँलाहरू पनि सिद्धिँदैछ ठिक छ बिस्तारै अब जाने हो अब उपचार गर्ने हो म पैसा हालिदिन्छु अरू यतापट्टि मेरो यता दाइहरू यतापट्टि सबैजनासँग पनि यताउति कुरा गरौँला है त्यसरी नरो हो क्या म त्यो रोको देख्यो भने म पनि इमोसनल हुन्छु फेरि मलाई पनि नराम्रो लाग्छ म पनि एकदम कमल मन भएको मान्छे हो है म हालिदिन्छु तिमीलाई म भोलि हालिदिउँ ल मलाई ब्याङ्कको उस पठाउनु है त्यो ठिक छ एकदम त्यो नगर्नु त्यो त्यसरी नरो यार मलाई लास्टै लाग्छ यार मेरो आफ्नै उमेरसँगको मेरो आफ्नैसँगको मेरो आफै नजिकको मतलब मेरै एजको मेरै उमेरको हुनुहुन्छ होला तपाईँ पनि होइन मलाई दाइ भन्दै हुनुहुन्छ 58 सालको दाइ माने होइन मलाई म पनि 58 सालकै हो मलाई म भाइ नै होला अनि तर त्यस्तै नरुनु रोग राम्रो हुँदैन एकदम है मेरो म यो हालत म देख्न सकिनँ मेरो साइडबाट म हजुरलाई 2 लाख रुपियाँ हालिदिन्छु मलाई त्यो हजुरको पोस्ट पनि पठाउनु होला योहरू पठाउनु म एउटा पोस्ट पनि हालिदिन्छु त्यहाँबाट पनि पैसा उठ्छ 5 लाख रुपियाँ यत्तिकै उठाइदिन्छ गुल भाइले बुझ्यौ नि है त्यसको टेन्सन लिनु पर्दैन है एकदम माया छ मेरो साइडबाट एकदमै माया छ है एकदमै माया छ यो कहिले पनि उ नगर्नु यो रो र यताउति नरुनु यार मलाई एकदमै माया लाग्छ है एकदम है म गरिदिन्छु अनि उपचार गर्न जानु होला है माया छ ठिक छ ठिक छ म त्यस्तो कहिले पनि नरुनु होला यो गरेँ मैले यो यताउति भनेर त्यस्तो है माया छ मेरो साइडबाट ल म हालिदिनु मैले अहिले बेलुका त फेरि मेरो छैन होला भोलि चाहिँ म हालिदिन्छु दिउँसोसम्म है अनि उपचार गर्न जानु होला उपचार गर्नु यो कुराहरू यस्तो अझै बिग्रिँदै गइरहेको छ अझै हुन्छ बेलामा उपचार गर्यो भने अझै यो नराम्रो हुँदै जान्छ त्यसैले चाँडै नै उपचार गर्नु होला ओके माया छ राजा एकदम राम्रोसँग बस्नु होला है ल ठिक छ साथी नै होला म ल जान्छु म राम्रोसँग बस्नुहोस् है ल